म रविन कुमार ठाकुर अनि आज हामीहरू कुरा गर्छौं एनपीएल सिजन 2 को बारेमा जुन 17 नोभेम्बरदेखि स्टार्ट हुन गइरहेछ। यानी कि आजदेखि 17 दिन बाँकी छ एनपीएल सिजन 2 स्टार्ट हुन। अनि जुन तरिकाले हाम्रो नेपाली फ्रेन्चाइजहरु विदेशी प्लेयरहरुलाई साइन गरिराख्नु भएछ, मलाई त्योले लाग्छ कि एनपीएल सिजन 2 साँच्चै नै धेरै खतरनाक हुनेछ। किनभने जुन तरिकाले सबै फ्रेन्चाइजहरु मैले विदेशी प्लेयरहरु ल्याउनमा आफ्नो पुरै इफोर्ट लगाइदिएको छ। चाहे वो त्यो जनकपुर बोल्ट होस्, चाहे विराटनगर किङ्स होस्, चाहे लुम्बिनी होस्, याक्स होस्, अनि चाहे जुन पनि फ्रेन्चाइजले पुरै इफोर्ट लगाइदिएको छ एनपीएल सिजन 2 लाई इन्ट्रेस्टिङ बनाउनको लागि। अनि हामीहरू हिजोकै नै कुरा गरौं कि विराटनगर किङ्सले साउथ अफ्रिकाको पूर्व क्याप्टन रहिसकेको त्यसलाई साइन गर्नुभयो। यानी कि फेब डुप्लेसी जुन साउथ अफ्रिकाको राम्रो बेटर हो क्या, त्यसलाई साइन गर्यो। यो विराटनगर किङ्सको लागि धेरै नै धेरै खुसीको खबर छ। मलाई लाग्छ एनपीएल सिजन 2 धेरै खतरनाक हुन्छ। जुन तरिकाले हाम्रो फ्रेन्चाइजहरु पुरै इफोर्ट लगाएको छ एनपीएल सिजन 2 लाई इन्ट्रेस्टिङ बनाउनको लागि। ल ठीक छ, 17 नोभेम्बरदेखि एनपीएल सिजन 2 स्टार्ट छ। अनि त सबैजनाले सपोर्ट गरिदिनु होला। अनि कति तपाई एक्साइटेड हुन्छ एनपीएल सिजन 2 को लागि? म त धेरै एक्साइटेड छु एनपीएल सिजन 2 को लागि। ल हस्, यो भिडियोमा अलिकति मात्र अपडेट थियो।